आज पनि म पार्ट 1 जस्तै क्लास 10 अप्सनल म्याथको ट्रिग्नोमेट्रीको पार्ट 2 मा चाहिँ तीनवटा लङ क्वेशनहरु लिएर आएको छु र हामी चाहिँ यिनीहरुलाई सल्भ गर्ने छौं एक एक गरेर। ल अब भयो सबैजनालाई गुड मर्निङ। सबैजनालाई स्वागत छ हाम्रो द अचिभर्स इन्स्टिट्युट अफ लर्निङ को ई प्लेटफर्ममा। आज पनि म पार्ट 1 जस्तै क्लास 10 अप्सनल म्याथको ट्रिग्नोमेट्रीको पार्ट 2 मा चाहिँ तीनवटा लङ क्वेशनहरु लिएर आएको छु र हामी चाहिँ यिनीहरुलाई सल्भ गर्ने छौं एक एक गरेर। ल अब चाहिँ हामी ढिला नगरिकन स्टार्ट गर्न गइरहेका छौं। हाम्रो क्वेशन नम्बर 1 हेरौं हामी। क्वेशन नम्बर 1 मा चाहिँ हामीलाई दिएको छ प्रुभ गर्नु दिएको छ। के प्रुभ गर्नु दिएको छ भने प्रुभ दैट cos power 6 theta minus sin to the power 6 theta बराबर cos 2 theta into 1 minus 1 by 4 sin square 2 theta। ल अब हामीले सोलुसन लेख्छौं। यसको सोलुसन LHS हामीलाई LHS मा के दिएको छ we have cos to the power 6 theta minus sin to the power 6 theta। ल अब हामीले यसलाई चाहिँ हामीले a cube minus b cube को फर्ममा लग्नेछौं। केमा a cube minus b cube को फर्ममा लग्छौं र फर्दर एक्सप्यान्ड गर्छौं भनेपछि a cube minus b cube को फर्मुला हुन्छ a minus b into a square plus ab plus b square। ल अब हामीले यसलाई त्यही फर्ममा लगेर एक्सप्यान्ड गर्दियौ भनेपछि cos power 6 theta भनेको cos square theta को होल क्यूब माइनस sin square theta को होल क्यूब। ल अब यसलाई एक्सप्यान्ड गरौं। यसलाई एक्सप्यान्ड त्यसरी नै गरौं भनेपछि a minus b a cube minus b cube भनेको a minus b cos square theta minus sin square theta into a square भनेपछि cos to the power 4 theta a square minus अब ab भनेपछि cos square theta into sin square theta a square and a square plus ab plus b square भनेपछि sin को पावर मा 4 थीटा। ल यो चाहिँ हामीले एक्सपान्ड गर्यौ। अब यसपछि यता ध्यान दिएर हेरौं cos square theta minus sin square theta भनेको हाम्रो एउटा फर्मुला हुन्छ हाम्रो cos 2 थीटा को फर्मुला हुन्छ cos 2 थीटा को फर्मुला cos square theta minus sin square theta। ल हामीले यो देख्ने बित्तिकै त्यो फर्मुलाको याद आउँछ हामीलाई भनेपछि यो भनेको हाम्रो cos 2 theta हो। यसको ठाउँमा cos 2 theta लेख्ने अनि त्यसपछि अगाडि एक्सपान्ड गर्ने हो भने a square plus b square यो cos र sin लाई सँगै लेख्यौ भने हामीले के हुन्छ a square plus b square को फर्ममा जान्छ। त्यसलाई सँगै लेखौं cos square theta को होल स्क्वायर प्लस sin square theta को होल स्क्वायर र त्यसपछि बाँकी के छ हाम्रो प्लस cos square theta into sin square theta। ल अब यसपछि लेखौं cos 2 theta जस्ताको त्यस्तै। त्यसपछि a square plus b square यो a square plus b square को फर्ममा छ। यसलाई पनि एक्सपान्ड गरौँ हामीले। यसलाई पनि एक्सपान्ड गर्ने हो भने a plus b को यसको दुईटा फर्मुला मध्ये कुन फर्मुला युज गर्दा बेटर होला भनेपछि एउटा a plus b को होल स्क्वायर माइनस 2ab हुन्छ। अर्को हुन्छ हाम्रो a minus b को होल स्क्वायर प्लस 2ab। अब हामीले यसलाई प्लस वाला फर्मुला युज गरौं भनेपछि a स्क्वायर प्लस b स्क्वायर a प्लस b को होल स्क्वायर माइनस 2ab भनेको 2 cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा र बाँकी हाम्रो के बचेको छ प्लस cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा। ल यसपछि सल्भ गर्ने हो भने cos 2 थीटा जस्ताको त्यस्तै हुन्छ इन्टु ब्र्याकेट भित्र यो भनेको sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको हाम्रो जहिले पनि 1 हुन्छ र यो 1 भयो 1 माइनस अब यहाँ माइनस प्लस भनेको -2 + 1 -1 भयो
1 अनि cos स्क्वायर थीटा इन्टु sin स्क्वायर थीटा। ल यहाँसम्म बुझियो। अब यसपछि चाहिँ फेरि सल्भ गरौँ हामी। यसपछि सल्भ गरौँ। यसपछि हुन्छ हाम्रो cos 2 थीटा जस्ताको त्यस्तै लेखौँ। त्यसपछि 1 माइनस, अब यसलाई हामीले 2 cos थीटा sin थीटा अथवा 2 sin थीटा cos थीटा को फर्ममा लग्छौँ भनेपछि हामीले तल र माथि हामीले 4 ले मल्टिप्लाई गरौँ। 4 ले मल्टिप्लाई गर्दियौँ। माथि 4 ले मल्टिप्लाई भनेको 4 cos स्क्वायर थीटा sin स्क्वायर थीटा अनि तल पनि 4 ले डिवाइड गर्दियौँ। ल अब यसपछि के हुन्छ हाम्रो cos 2 थीटा, त्यसपछि आयो 1 माइनस यो माथि 4 cos स्क्वायर sin स्क्वायर थीटा भनेको 2 cos स्क्वायर थीटा 2 cos थीटा sin थीटा को होल स्क्वायर। यसलाई हामीले यसरी लेख्न सक्छौं अनि तल चाहिँ हाम्रो डिवाइड 4 छ। ल अब यसपछि के हुन्छ हाम्रो, अब यसपछि cos 2 थीटा जस्ताको त्यस्तै आयो। 1 माइनस यो 2 sin थीटा cos थीटा 2 sin थीटा cos थीटा भनेको हाम्रो के को फर्मुला हो भनेपछि sin 2 थीटा को sin 2 थीटा को होल स्क्वायर अनि तल चाहिँ 4। ल यसपछि हुन्छ cos 2 थीटा 1 माइनस यो 1/4 अलग आयो 1/4 अनि यो sin 2 थीटा को स्क्वायर भनेको sin 2 थीटा को स्क्वायर भनेको sin स्क्वायर 2 थीटा। ल हाम्रो प्रुफ भयो जस्तो छ। र एकछिन हेरौँ प्रुफ भयो जस्तो। अब आरएचएस मा हेरौँ एकछिन हाम्रो के छ 1 माइनस cos 2 थीटा इन्टु 1 माइनस 1/4 sin स्क्वायर 2 थीटा। ल यो चाहिँ हाम्रो आरएचएस प्रुफ भयो। ल यो चाहिँ भयो हाम्रो क्वेशन नम्बर 1 को सोलुसन। यसरी प्रुफ गर्न सकिन्छ। ल सबैले नोट गर्नु होला। अब त्यसपछि चाहिँ हामी ढिला नगरिकन क्वेशन नम्बर 2 मा जान्छौं। क्वेशन नम्बर 2 मा हाम्रो क्वेशन नम्बर 2 मा के रहेको छ, क्वेशन नम्बर 2 मा रहेको छ 1/tan 3a minus tan a minus 1/cot 3a minus cot a equals to cot 2a भनेर हामीले प्रुफ गर्नु छ। यसलाई पनि हामी प्रुफ गरौँ। ल अब यहाँ पनि हामीले एलएचएस लेखौं। हामीलाई एलएचएस दिएको छ LHS equals to 1/tan 3a minus tan a minus 1/cot 3a minus cot a। ल अब हामीले यहाँ हामीले बेसिकली के गर्नुपर्छ भन्दाखेरि यो कट को टर्म जुन कट को टर्म छ त्यसलाई हामीले tan को टर्ममा लग्ने हो पहिला। अरु जस्ताको त्यस्तै लेख्ने। फर्स्ट स्टेप 1/tan 3a minus tan a यसलाई सेम सार्दियौ। त्यसपछि माइनस यहाँ चाहिँ हामीले यो कटलाई tan को टर्ममा लग्ने भनेपछि cot 3a भनेको cot 3a minus cot a। यो cot 3a भनेको हाम्रो 1/tan 3a हामीलाई थाहा छ। सिमिलरली cot a भनेको पनि 1/tan a we can write in this form। ल अब त्यसपछि के गर्ने, यताको सेम सार्दिने 1/tan 3a minus tan a। त्यसपछि माइनस यता के हुन्छ हाम्रो 1 माथि छ, यता चाहिँ हामीले एलसीएम लिने। अब एलसीएम के हुन्छ भन्दाखेरि tan 3a into tan a। यता एलसीएम लिने tan 3a into tan a हाम्रो एलसीएम आयो भनेपछि माथि के गर्ने त यो 1 लाई tan a ले मल्टिप्लाई गर्ने tan a। त्यसपछि सिमिलरली माइनस यो 1 लाई चाहिँ हामीले tan 3a ले मल्टिप्लाई गरिदिने। ल अब हाम्रो यो चाहिँ यस्तो फर्ममा आयो।
अब त्यसपछि हामीलाई अर्को स्टेप के थाहा छ भने यो 1 डिवाइड tan a minus 1 को होल डिवाइडमा tan a minus tan 3a upon tan 3a dot tan a आएको छ। अब यसलाई चाहिँ हामीले के गर्ने भनेपछि यसलाई चाहिँ माथि मल्टिप्लाईमा लगिदिने भनेपछि हामीले के गर्छौं थर्ड स्टेपमा के गर्छौं भन्दाखेरि यताको जस्ताको त्यस्तै लेख्दिने 1 upon tan 3a minus tan a अनि त्यसपछि माइनस 1 upon एकैछिन है यो अलि माथि लेखौं यसलाई अलि माथि लेख्दाखेरि 1 upon tan a minus tan 3a upon tan 3a dot tan a यो हुन्छ। अब त्यसपछि यसलाई चाहिँ हामीले माथि लग्दियौ भनेपछि tan 3a dot tan a अनि अपनमा हुन्छ हाम्रो tan a minus tan 3a minus tan 3a ल यहाँसम्म बुझियो। अब यसपछि हामीले के गर्ने भन्दाखेरि फेरि पनि हामीले यो दुईटैको डिनोमिनेटरलाई अब यहाँ हामीले एकछिन हेरौं यसको डिनोमिनेटरमा tan 3a minus tan a छ यसकोमा tan a minus tan 3a छ भनेपछि हामीले यो दुईटैको डिनोमिनेटरलाई सिमिलर बनाउने। सिमिलर कसरी बनाउन सकिन्छ भन्दाखेरि हामीले यसलाई सिमिलर बनाउने सिमिलर कुन तरिकाले बनाउने भन्दाखेरि ल एकछिन यता हेरौं यहाँनिर हामीले यसको डिनोमिनेटरमा माइनस कमन लियो भने त्यो यताउता भएर सेम यस्तो हुन्छ। ल यताको सेम लेख्दियौ 1 upon tan 3a minus tan a सेम भयो त्यसपछि यता माइनस यता पनि सेम tan 3a into tan a ल तल चाहिँ हामीले माइनस कमन लियो भने यो के हुन्छ tan 3a minus tan a ल अब त्यसपछिको स्टेपमा हेरौं डिनोमिनेटर सेम बनायौ हामीले 1 upon tan 3a minus tan a tan 3a minus tan a अनि यता चाहिँ यो माइनसलाई मल्टिप्लाई गर्दा प्लस भयो माथि चाहिँ tan 3a dot tan a ल तल हाम्रो के भयो भन्दाखेरि डिनोमिनेटर सेम भयो tan 3a minus tan a ल यसपछि के गर्नु पर्ला त अब यसपछि हामीले गर्छौं यसपछिको स्टेपमा के हुन्छ यसपछिको स्टेपमा अब डिनोमिनेटर सेम छ भनेपछि माथि हामीले यसलाई प्लस गर्दियो एउटै टर्म बनाऊ 1 plus tan 3a into tan a upon अब डिनोमिनेटर सेम छ भने एउटै डिनोमिनेटर लेख्छौं हामीले tan 3a minus tan a ल अब कतै हामीले यो फर्मुला देखे जस्तो भइरा होला एकैछिन एउटा फर्मुला रिकल गरौँ हामीले साइडमा हामीसित एउटा के फर्मुला थियो भने tan 2a equals to tan 2a को फर्मुला हामीसित के थियो भनेपछि tan 2a को फर्मुला हामीसित एकैछिन है पहिला यसको RHS हेरौँ हामीले निकाल्नु पर्ने के छ त्यो कुरा हेर्दै त्यसपछि क्वेशन सल्भ गर्ने भनेपछि हामीले cot 2a निकाल्नु छ भनेपछि हामीले चाहिँ के गर्नुपर्छ अब हामीले फर्मुला हेरौँ एउटा tan 2a को फर्मुला के हुन्छ भनेपछि tan a minus tan b upon 1 plus tan a tan b यो फर्मुला चाहिँ हामीलाई थाहा भएको फर्मुला हो भनेपछि हामीले कतै यस्तै सिमिलर देखिराछौं भनेपछि र तलमाथि मात्रै भएको छ भनेपछि यो चाहिँ हाम्रो tan 2a को रेसिप्रोकल को फर्मुला हो भनेपछि ठ्याक्कै उल्टा हो
फर्मुला त हो तर रेसिप्रोकल हो फर्मुलाको भनेपछि tan 2a को 1 यो भनेको 1/tan 2a को फर्मुला भयो हाम्रो tan 2a को फर्मुला tan a minus tan b upon 1 plus tan a tan b हुन्छ तर यो ठ्याक्कै उल्टा छ भनेपछि रेसिप्रोकल 1/tan 2a को फर्मुला लेख्न सकिन्छ यसलाई र लास्टमा 1/tan 2a भनेको हामीलाई थाहा छ tan को रेसिप्रोकल हुन्छ cot भनेपछि यो cot 2a दिस इज cot 2a ल यसरी नै हामीले यसलाई प्रुभ गर्न सकिन्छ हाम्रो RHS आइसक्यो cot 2a भनेर हाम्रो RHS आइसक्यो दिस इज RHS इक्वल टु RHS ल हामीले क्वेशन नम्बर 2 पनि प्रुभ गर्यौं एकैछिन हेर्न सक्नुहुन्छ सबैले ल यो चाहिँ नोट गर्नु होला tan 1/tan 2a भनेको चाहिँ हाम्रो cot 2a आउँछ प्रुफ भयो अब हामीले नेक्स्ट क्वेशनमा मुभ गरौँ अब क्वेशन नम्बर 3 हुन्छ हाम्रो तेस्रो क्वेशनमा प्रुफ गर्नु छ प्रुफ दैट cos 10 dot cos 30 into cos 50 into cos 70 equal to 3/16 छ ल यसको पनि हामीले अब LHS बाट स्टार्ट गरौँ LHS हाम्रो LHS मा रहेको लेखौं हामी कति छ भनेपछि cos 10 degree into cos 30 degree into cos 50 degree into cos 70 degree ल अब हामीलाई यो cos 10 cos 30 cos 50 cos 70 मध्ये एउटाको भ्यालु चाहिँ थाहा छ त्यो हो cos 30 हामीलाई cos 30 भनेको के हो त्यो हामीलाई क्लियरली थाहा छ cos 30 को भ्यालु हुन्छ √3/2 ल अब हो त्यो √3/2 जो cos 30 को भ्यालु छ त्यसलाई cos 30 को ठाउँमा हामीले लेखिदिने भनेको अब यहाँ हामी cos 30 बराबर √3/2 लेखौं त्यसपछि बाँकी के रह्यो हाम्रो cos 10 डिग्री इन्टु cos 50 डिग्री इन्टु cos 70 डिग्री ल अब यसपछि चाहिँ हामी के गर्न सक्छौं यसपछि हामीले के गर्न सक्छौं भनेपछि हामीले यहाँ तल र माथि दुईटैमा इन्टु 2 ले मल्टिप्लाई गर्ने हो भने हाम्रो माथि चाहिँ 2 cos a cos b को फर्ममा जान्छ है ल ध्यान दिएर हेरौं हामीले यता तल र माथि 2 ले मल्टिप्लाई गरौं √3 अपॉन तल 2 ले मल्टिप्लाई गर्यो भने 4 अब माथि 2 ले मल्टिप्लाई गरौं 2 cos 10 डिग्री इन्टु cos 50 डिग्री ल अनि त्यसपछि हाम्रो 70 डिग्री cos 70 डिग्री चाहिँ बाहिर लेखिदिउँ अहिले ल अब यसपछि के हुन्छ त यसपछि हामी के गरौँ भन्दा यो 2 cos a cos b को फर्ममा गयो सो हामीले अब यसलाई एक्सपान्ड गर्नुपर्ने हुन्छ भनेपछि अब यो √3/4 हामीले जस्ताको त्यस्तै लेख्यौं √3/4 जस्ताको त्यस्तै लेखौं त्यसपछि 2 cos a cos b को फर्मुला हामीलाई थाहा छ 2 cos a cos b को फर्मुला हामीलाई थाहा छ cos a plus b plus cos a minus b ल यो चाहिँ हाम्रो 2 cos a cos b को फर्मुला चाहिँ हामीले यसमा एप्लाई गर्यौं भन्दाखेरि त्यसपछि हाम्रो के हुने भयो त एकैछिन यसमा हामीले यसरी ब्र्याकेट हालौं ल अब यसपछि हामीले के गर्न सक्छौं भन्दाखेरि यसलाई फर्दर एक्सपान्ड गरौं यो √3/4 जस्ताको त्यस्तै हुन्छ त्यसपछि यो भित्र के भयो भनेपछि cos 50 + 10 कति हुन्छ हामीलाई थाहा छ cos 60 हुन्छ त्यसपछि प्लस यता cos 10 - 50 भनेको cos -40 हुन्छ ल अब हामीले यता cos 70 बाहिर लेख्न छुटायौं यता लेखौं cos 70 यता पनि बाहिर cos 70 बच्यो ल अब यसपछिको स्टेप भनेको हामीले के गर्ने भन्दाखेरि एकैछिन है यसलाई म अलि माथि गरौँ ल अब यसपछिको स्टेपमा √3/4 जस्ताको त्यस्तै बाहिरको भित्र कति छ cos 60
अनि यो प्लस cos माइनस थीटा हामीलाई थाहा छ cos माइनस थीटा भनेको cos थीटा नै हुन्छ भनेको cos 40 cos माइनस थीटा भनेको cos 40 भयो र बाहिर हाम्रो छ cos 70 ल अब यसपछि हेरौं यसपछि हामीले के गर्ने भन्दाखेरि यो √3/4 ले यसलाई र अनि यो cos 70 लाई मल्टिप्लाई गर्ने त्यसपछि त्यसैगरी √3/4 ले योलाई र योलाई मल्टिप्लाई गर्ने ल अब हामीले कसरी गर्ने √3/4 into cos 60 √3/4 into cos 60 भनेको cos 60 भनेको हामीलाई थाहा छ 1/2 हुन्छ 1/2 अनि into cos 70 into cos 70 यो भयो त्यसपछि बीचमा प्लस प्लस अब यतापट्टि फेरि √3/4 into cos 40 into cos 70 ल यो त बुझ्नु भयो होला यसमा केही गरेको हैन √3/4 ले भित्र मल्टिप्लाई र यो cos 70 लाई पनि सँगै मल्टिप्लाई गर्दिएको ल अब यसपछिको स्टेप हाम्रो के हुन्छ एकैछिन है यसपछिको स्टेप हुन्छ हाम्रो अलि सानो बनाए मैले यसपछिको स्टेप हुन्छ ल अब यसपछिको स्टेपमा के गर्ने भन्दाखेरि यो √3/8 हुन्छ √3/4 टु चाहिँ 8 भयो यता cos 70 भयो ल अब यता फेरि हामीले के गर्नुपर्छ सेम अघिकै तरिका एप्लाई गरौँ हामी यता माथि र तल दुईटैमा 2 ले मल्टिप्लाई गर्यो भने यो 2 cos a cos b को फर्ममा जान्छ त्यस्तै गरौँ हामी ल √3/4 into 2 भनेको 4 into 2 भनेको डाइरेक्टली लेख्दियौ 4 2 जा 8 अनि माथि के भयो 2 cos 40 into cos 70 है ल यनेर हामीले के गरेको हैन जस्ट 2 ले तल र माथि मल्टिप्लाई गरेको ल किन गरेको भन्दा यसलाई हामीले 2 cos a cos b को फर्ममा लग्नु पर्ने हुन्छ ल सिमिलरली अब हामी के गर्छौं फर्दर सल्भ गरौँ के हुन्छ यता √3/8 cos 70 जस्ताको त्यस्तै त्यसपछि प्लस यता के भयो हाम्रो √3/8 जस्ताको त्यस्तै लेखौं जस्ताको त्यस्तै अनि यो 2 cos a cos b अब फर्मुलामा खोल्दियौ 2 cos a cos b को फर्मुला हामीलाई थाहा छ के हुन्छ cos a plus b है प्लस cos a minus b ल यो भयो हामीले फर्मुलामा खोल्दियौ अब यसपछि के हुन्छ त यसलाई बिग ब्र्याकेटमा राखौं यो पुरैलाई ल अब यसपछि हुन्छ हाम्रो यता जस्ताको त्यस्तै लेखौं √3/8 cos 70 डिग्री प्लस त्यसपछि के भयो हाम्रो √3/8 अब भित्र हेरौं यता cos 40 plus 70 कति हुन्छ cos 110 भयो यसलाई एड गर्दाखेरि र त्यता के भयो हाम्रो cos 40 minus 70 भनेको cos -30 हुन्छ हो त्यो cos minus थीटा भनेको cos थीटा हुन्छ त्यसैले हामीले cos 30 डिग्री लेख्दियौ ल सिम्पल त्यसलाई हामीले के लेख्दियौ cos 30 डिग्री लेख्दियौ cos 30 डिग्री ल यसपछि हाम्रो कस्तो आयो यस्तो आउँछ ल अब त्यसपछि फर्दर सल्भ गरौँ ल अब चाहिँ हामीलाई के थाहा छ भने हामीले यो cos 30 को भ्यालु राख्दिने cos 30 को भ्यालु हामीलाई थाहा छ हो यो √3/8 ले भित्र मल्टिप्लाई गर्दियौ हामी ल के गरौँ भन्दाखेरि हामीले के गरौँ भन्दाखेरि √3/8 cos 70 जस्ताको त्यस्तै प्लस अब यो भित्र मल्टिप्लाई गरौँ √3/8 cos 110 डिग्री एकैछिन cos 110 डिग्री र अनि प्लस छ बीचमा अब √3/8 इन्टु cos 30 भनेको cos 30 को भ्यालु हामीलाई थाहा छ √3/2 ल cos 30 भनेको √3/2 अब त्यसपछि के गर्ने अब √3/8 cos 70 प्लस √3/8 cos 70 प्लस यो के हुन्छ √3/8 जस्ताको त्यस्तै अब यो हामीलाई थाहा छ
cos 110 भनेको cos 180 माइनस 70 हुन्छ है। अब यहाँनिर हामीले कास्ट रुल सम्झिनु पर्ने हुन्छ। हामीलाई cos 110 भनेको cos 180 माइनस 70 हो। ल त्यसपछिको के छ, √3 इन्टु √3 कति हुन्छ 3 भयो। त्यसै गरी 8 2 जा कति हुन्छ 16 भयो, हामीलाई थाहा छ। ल त्यसपछि के हुन्छ, √3/8 cos 70 सुरुको जस्ताको त्यस्तै। त्यसपछि अब यता एकैछिन यहाँ ध्यान दिउँ, हामी एकैछिन यहाँ ध्यान दिनुपर्ने हुन्छ। हामीले कास्ट रुल अनुसार हामीलाई के थाहा छ भनेपछि, हामीलाई कास्ट रुल अनुसार हामीलाई के थाहा छ, एकछिन मैले साइडमा बुझाएँ। कास्ट रुल अनुसार हामीलाई के थाहा छ भने cos 180 माइनस थीटा भनेको के हुन्छ भनेपछि माइनस cos थीटा हुन्छ। यो हामीले कास्ट रुल पढिसकेका होलौ। त्यसैले हामीलाई कास्ट रुल रिकल गर्ने हो भने cos 180 माइनस थीटा भनेको जहिले पनि माइनस cos थीटा हुन्छ। सो हामीले त्यहाँ यता एप्लाई गरौँ त्यही वालालाई, √3/8 जस्ताको त्यस्तै लेखौँ, √3/8 जस्ताको त्यस्तै लेखौँ हामीले, प्लस √3/8 जस्ताको त्यस्तै, अनि cos 180 माइनस 70 भनेको माइनस cos थीटा भन्दाखेरि हामीले के लेख्ने यता माइनस cos 180 माइनस भनेको माइनस cos 70 भयो है त, माइनस cos 70। 180 माइनस थीटा भनेको माइनस cos थीटा। ल त्यसपछि लास्टमा छ हामीसित 3/16। ल अब हाम्रो आन्सर आउन लाग्यो। अब हामी चाहिँ लास्ट स्टेपमा छौँ, हेर्नुहोस् लास्ट स्टेपमा अब आन्सर आउँदैछ। यता के गर्ने, √3/8 cos 70 जस्ताको त्यस्तै। अब यता माइनस cos 70 छ, यता ध्यान दिऊ, यो माइनसले यो प्लसलाई मल्टिप्लाई गर्यो भने के हुन्छ माइनस, अनि अरू जस्ताको त्यस्तै √3/8 cos 70 यता हुन्छ, र पछाडि के बच्यो हाम्रो 3/16। ल अब त्यसपछि फाइनल स्टेप भयो हाम्रो। ल √3/8 cos 70 अनि माइनस √3/8 cos 70 हामीले चाहिँ यसलाई क्यान्सल गर्न सक्छौँ, वी क्यान क्यान्सल, र हाम्रो रिमेनिङ आन्सर भनेको लास्टमा के आयो त 3/16 जो चाहिँ हाम्रो RHS हो। ल यसरी नै हामीले यसलाई सल्भ गर्यौं। ल एकछिन मैले त सम्पूर्ण यो पुरै देखाइदिन्छु, एकछिन हेर्नुहोस् अलि छोटो बनाएर। ल माथिदेखि टक्क हाम्रो RHS आयो भनेको RHS हाम्रो के प्रुफ भयो, हामीलाई प्रुफ गर्नु के भनेको थियो, हामीलाई प्रुफ गर्नु थियो 3/16, हामीलाई प्रुफ गर्नु थियो 3/16 है त हो। यसमा हामीले प्रुफ गर्नु छ 3/16, यो देख्न सक्नुहुन्छ 3/16 देख्न सक्नुहुन्छ है। ल अब हामीलाई एकैछिन क्वेशन हेरौँ। ल यसको सोलुसन भइसक्यो। ल यसरी तपाईहरुले RHS मा 3/16 निकाल्न सक्नुहुन्छ। र यसै गरी फेरि पनि नेक्स्ट पार्टमा चाहिँ हाम्रो भिडियोको नेक्स्ट पार्टमा चाहिँ हामीले अरु पनि क्वेशनहरु लिएर आउने छौं। त्यतिन्जेलसम्मको लागि सबैलाई बाइ बाइ। सबैले भिडियोलाई मन पराइदिनु भएकोमा धन्यवाद।